इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट नमस्कार जोजलपा अनि अभिवादन। आज हामीले मुलुकको संविधानसँग सम्बन्धित भएर कुराकानी गर्नेछौँ। संविधान दिवस राज्यले मनाइरहेको छ। असोज 3 गते संविधान दिवस प्रत्येक वर्ष मनाउँदै आइरहेको अवस्था एकातिर छ, अर्कोतिर नेपालका आदिवासी जनजाति मधेसी लगायत उत्पीडित समुदायले यो संविधान दिवसलाई संविधान दिवसको रूपमा मान्न सकिन्न भन्नेहरू र कालो दिनको रूपमा मान्नुपर्छ भन्नेहरू लगायतका छन्। वास्तवमा यो संविधानप्रति नेपालका आदिवासी जनजाति मधेसी लगायतको असन्तुष्ट दुखेसो कहाँनिर त? किन यो संविधान दिवस मनाउन राज्यको आह्वानमा मनाउन तयार नभइरहेको त? यी विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। यी विषयमा कुराकानी गर्नका लागि आदिवासी जनजाति वकिलहरूको मानवाधिकार हेर्ने सङ्गठन लाउरनिपका उपाध्यक्ष एवं घले समाजका अध्यक्ष समेत रहनुभएका आदरणीय व्यक्तित्व दिनेश घलेलाई आमन्त्रण गरेका छौँ। उहाँ अधिवक्ता पनि हुनुहुन्छ। उहाँसँग कुराकानीतर्फ लागौँ। दिनेश घलेजी नमस्कार। जोजलपा नमस्कार। शिवाख्याङ यहाँहरू सबैलाई। शिवाख्याङ यो संविधान दिवस मनाइरहेको अवस्था छ राज्यले। यसपालि त अझ झन् राष्ट्रिय दिवसको रूपमा मनाइरहेको अवस्था। अर्कोतिर नेपालका आदिवासी जनजाति मधेसी लगायतले पनि यसको विरुद्ध पनि आवाज उठाएको, यो कालो दिनको रूपमा मनाउनु पर्ने, संशोधनको कुरा ल्याउनु पर्ने र यो दिवसै नमनाउने लगायतका विभिन्न ढङ्गको राजनीतिक पार्टी सङ्घ संस्थाले विज्ञप्ति निकाल्ने र कार्यक्रमहरू गर्ने गरेका देखिन्छ। तपाईँ एकजना अधिवक्ता पनि हुनुहुन्छ, लाउरनिपको उपाध्यक्ष पनि हुनुहुन्छ, जातीय सङ्गठनमा पनि नेतृत्व गर्दै हुनुहुन्छ, घले समुदायको राष्ट्रिय सङ्गठनको अध्यक्ष पनि हुनुहुन्छ। वास्तवमा कहाँनिर दुखेसो हो? यो चाहिँ संविधानप्रति यति चाहिँ दिवसै मनाउनु हुँदैन, मनायो भने आफूहरूको चाहिँ अधिकार अब कहिले पनि नआउने हो कि भन्ने ठान्नुपर्ने अवस्था हो कि के हो त कि खास? सर्वप्रथम यहाँहरूले जुन प्रश्न गर्नुभयो यो प्रश्नको लागि धन्यवाद छ। तर संविधान राष्ट्रको मूल कानुन हो। यो मूल कानुन भइसके पछाडि मूल रूपमा समग्र देशमा रहेका सबै जनताहरूलाई सम्बोधन गरिकन यो संविधानको संविधान घोषणा गरिन्छ। तर नेपालको सन्दर्भमा हेर्ने हो भनेदेखि यहाँ संविधानले खास गरी तपाईँले पिङ्क पोइन्ट जुन कुरा ल्याउनु भयो, संविधानको बारेमा आदिवासी जनजातिहरूले, दलितले, मुस्लिमले, मधेसीहरूले र पिछडिएका क्षेत्रका वर्गहरूले यो संविधानलाई किन अपनत्व लिएन भन्ने कुराको बारेमा यसको खास गरिकन के हो भने नेपालमा 2047 देखिको जुन एउटा आन्दोलन भयो, त्यो 47 भन्दा अगाडि 2004 सालदेखि 7 सालदेखि 15 सालदेखि 19 सालदेखि बारम्बार संविधान त बन्यो नै। 1910 मा पनि मुलुकी ऐन ल्याएकै हो जङ्गबहादुरको पालामा। तर त्यो संविधानहरू, त्यो कानुनहरू, त्यो नियमहरूले आदिवासी जनजातिहरूको, मधेसीहरूको, दलितहरूको, मुस्लिमहरूको र पिछडिएका क्षेत्र महिलाहरूको वास्तवमा उनीहरूको आत्मसम्मान हुने किसिमको मागलाई सम्बोधन गर्न सकेन। त्यो के हो त? त्यो वास्तवमा त्यो सबैभन्दा ठुलो कुरो के हो भनेदेखि संविधानको भावनामा, मर्म र भावनामा अथवा संविधानको प्रस्तावनामा यो देश बहुजाति, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक बनेको छ। त बहुभाषिक भनिसके पछाडि, बहुजाति भनिसके पछाडि बहुनीति हुनुपर्छ पर्दैन? बहुनीति हुने किसिमको संविधानले सुनिश्चित गर्नुपर्छ पर्दैन? भनेको मतलब बहुसांस्कृतिक हुनुपर्छ भन्ने कुरोको बारेमा बहुसांस्कृतिक नीति हुनुपर्छ पर्दैन? त्यो हुनको लागि संविधानको मौलिक अधिकारमा नै त्यो कुरा व्यवस्था गरिनुपर्छ। त्यो मौलिक अधिकारमा व्यवस्था भयो भने मात्रै त्यस पछाडि कानुन बनाउन पाइन्छ, नियम बनाउन पाइन्छ। नभए तपाईँ विचार गर्नुहोस्, संविधानको मौलिक अधिकारमा त्यत्रो बिना मौलिक अधिकार लेखिएको छ, आदिवासी जनजातिको हक भनेर किन लेखिएन? दलितको हक अधिकारको लेखिएको छ, तर के भने आदिवासी जनजातिको हक अधिकार यस्तो हुनेछ, यो हुनेछ, विविधतालाई सम्मान गरिनेछ, यो संस्कृतिको अधिकारलाई सम्मान गरिनेछ, भाषाको अधिकारलाई सम्मान गरिनेछ, उनीहरूको भूमिको अधिकारलाई सम्मान गरिनेछ भन्ने किसिमको वाक्यांश राख्नको लागि किन त्यत्रो गह्रौँ भयो? त्यो संविधान आदिवासी जनजातिहरूको
हक हुनेछ भन्ने संविधान राख्दा त्यो वाक्य राख्दा यो संविधान कति गरुम हुन्थ्यो होला। ऊ चलै नसक्ने हुन्छ होला र यो तौलनै नसक्ने। यहाँबाट सर्वोच्च अदालतदेखि जिल्ला अदालत, जिल्ला अदालतबाट पुनरावेदन अदालत, पुनरावेदन अदालतबाट त्यस पछाडि यो देशैभरिको अदालतमा 7वटा स्टेटको हाइकोर्टमा लगायतका जिल्ला कोर्टमा त्यो संविधान बोकेर लानै नसक्ने अवस्था हो। ट्रकमा लानुपर्ने अवस्था हुने हो र त्यति राख्दाखेरि। त्यसले गर्दाखेरि समावेशीको सिद्धान्त र सम्मानको सिद्धान्त, आत्मसम्मानको सिद्धान्त खोइ संविधानमा। त्यसले गर्दाखेरि अहिले आजको दिन आदिवासी जनजातिहरूले असहमतिका दिनहरूको रूपमा लिएको छ। तर नेपालका राजनीतिक पार्टीका नेताहरूले यो जस्तो समावेशी संविधान त छँदै छैन, यो जस्तो राम्रो संविधान त छँदै छैन, यति राम्रो यति सुन्दर यति संविधान यस्तो आएको छ कि यसमा अझै पनि थप छलफल गरेर संशोधन गर्न सकिने भनिसकेपछि बाटो त खुल्ला छ नि। त्यो बाटो खुल्ला चिजलाई चाहिँ अपनत्व रूपमा नलिकन विरोध गर्नुको अर्थ हुन्छ र होइन। संरचनागत रूपमा यो जसले राजनीतिक पार्टीका नेताहरूले राज्य सञ्चालन गर्ने राजनीतिक पार्टीका व्यक्तित्वहरूले जो संविधान यो विश्वको नमुना संविधान भनिरहनु भएको छ, एउटा म तपाईँलाई एउटा गाउँघरको के अरे उदाहरण दिन्छु। जो कर्मी छन्, यो सिकर्मी डकर्मी भन्छन्, आफूले बनाएको गाह्रो डकर्मीले, आफूले बनाएको झ्याल ढोका सिकर्मीले बनाएको कुरा मैले साह्रै राम्रो बनाएको छु भनेर भन्छ। तर त्यो अरू मान्छेले हेऱ्यो भनेदेखि त्यो गाह्रो मिलेको छ कि छैन र त्यो फर्निचर मिलेको छ छैन भन्ने कुरो चाहिँ अर्काले देख्छ कि। त्यसले गर्दाखेरि उसले चाहिँ आफूले राम्रो बनाउँछु, राम्रो बनाएको छु, गरेको छु भनेर भन्छ। तर नेपालको कन्टेक्स्टमा सबैभन्दा ठुलो कुरो, महत्त्वपूर्ण कुरा के भने जनआन्दोलन भयो। यत्रो रगत पसिना भएको छ नेपाली जनताहरूले भएको छ के को लागि? यो देशमा आत्मसम्मानको लागि, पहिचानको लागि र सार्वभौम सत्ता जनता छ है भन्नुको लागि। खोइ सार्वभौम सत्ता जनताको आफ्नो आत्मसम्मान हुने किसिमको चाहिँ समावेशीको आधारमा संसारको नमुना संविधान हो भनेदेखि विश्वले नेपालको संविधानलाई विश्वको नमुना संविधान भनेर किन भन्दैन? किन आलोचना गरिरहेछ? विश्वले किन आलोचना गरिरहेछ? आफूले भनेर मात्रै हुन्छ र? आफूले बनाएको र आफ्नै गुणगान मात्रै गाएर हुन्छ र? अर्कालाई भन्नु दिनु पऱ्यो नि, अर्कालाई देख्न दिनु पऱ्यो नि, अर्कालाई सुन्न दिनु पऱ्यो नि, अर्काले अम्ल्याउनु दिनु पऱ्यो नि। संविधान मैले बनाएको कुरा सबै कुरा ठिक छ भन्ने कुरा होइन, मूल्याङ्कन गर्ने कुरा अरूले गर्नु दिनुपर्छ। जसले काम गर्यो मैले ठिक गरेँ भनेर त जसले पनि भन्छ, तर ठिक कि बेठिक भन्ने कुरोको त्यसको मूल्याङ्कन गर्ने, त्यसको के अरे मोनिटरिङ गर्ने कुरा, त्यसको इभ्यालुएसन गर्ने कुरा चाहिँ वास्तवमा अरूले गर्नुपर्छ। त्यसकारणले आदिवासी जनजातिहरूले यो संविधान मोनिटरिङ गर्दाखेरि, इभ्यालुएसन गर्दाखेरि आफ्नो अपनत्व लिने किसिमको संविधान भएको छैन। र तर राजनीतिक पार्टीहरू, जुन जुन पार्टीमा काम गर्ने आदिवासी जनजातिहरू छन्, उहाँहरूले यो संविधान समावेशीको आधारमा, समानुपातिको आधारमा, नमुनाको आधारमा उहाँहरूले व्याख्या विश्लेषण गर्नुहुन्छ। तर त्यो के, त्यो पार्टीको दृष्टिकोणबाट, उहाँ पार्टीको दृष्टिकोणबाट त्यो संविधानको कुराहरू व्याख्या विश्लेषण गर्नुहुन्छ। तर हामी आदिवासी जनजातिको सन्दर्भबाट, मुस्लिमको सन्दर्भबाट, दलितको सन्दर्भबाट, पिछडिएको क्षेत्रको तर्फबाट, महिलाको तर्फबाट, महिलाभित्र पनि आदिवासी जनजातिको विविधताकोबाट, आदिवासी जनजातिभित्र पनि विविधताको कुराबाट हेर्दाखेरि यो संविधानले सबैलाई वास्तवमा अपनत्व लिने किसिमको संविधान बनाएको छैन भन्ने कुरोको बारेमा बारम्बार हामीले जगजाहेर गरेका छौँ। बारम्बार त्यसको के गरियो भने अपनत्व हुन्छ? के नीति निर्माण तहमा चाहिँ सुनिश्चित गर्नुपर्ने, या चाहिँ राज्यको निकायहरूमा सुनिश्चित गर्नुपर्ने, आरक्षण हुनुपर्ने, के हुनुपर्ने त? नेपालमा खास गरी आदिवासी जनजातिले खोजेको दुईवटा शब्द हेर्नुहोस्। त्यो दुईवटा शब्द के हो भन्नुहुन्छ भने, एउटा आदिवासीलाई स्वतन्त्रताको कुरा, अर्को समानताको कुरा। अब त्यो स्वतन्त्रता समानता कहाँबाट हुन्छ त? स्वतन्त्रता र समानता भनेको आदिवासीहरूको आफ्नो मनमा, आफ्नो समुदायमा, आफ्नो पहिचान, आफ्नो भूमिमा, आफ्नो भाषामा, आफ्नो संस्कृतिमा, आफ्नो इतिहासमा, आफ्नो पुरातात्विक स्थानहरूमा, आफ्नो सांस्कृतिक सम्पदाहरूमा अपनत्व हुने, उसको विकास गर्ने, समृद्धि हुने र उसले जहिलेसुकै पनि आत्मसम्मान, यो संविधानले मलाई आत्मसम्मान हुने किसिमको समावेश गरेर सम्बोधन गरेको छ भन्ने किसिमको अपनत्व जबसम्म हुँदैन तबसम्म आदिवासी जनजातिले असहमतिका कुराहरू गर्छन्। र
आदिवासी जनजातिहरूले त्यो स्वतन्त्रता र समानताको कुरा गरिरहँदाखेरि समावेशीका कुराहरू बारेमा र राज्यमा खास गरिकन अर्को कुरा के हो भन्नुहुन्छ भने राज्यमा आदिवासी जनजातिको पहुँच के छ, उसको राज्य समक्षमा उसको पहुँचका कुराहरू, उसले राज्य समक्ष गर्ने नियन्त्रणका कुराहरू, राज्यलाई व्यवस्थापन गर्ने कुराको बारेमा उसका स्किलहरू, उसका नलेजहरू, उसका ज्ञान सिपहरू, बुद्धिहरू, विवेकहरू वास्तवमा प्रयोग गर्न पाउँछ पाउँदैन स्वतन्त्र रूपमा, समानताको रूपमा। त्यस कारणले गर्दाखेरि राज्यमा आदिवासी जनजातिले आफ्नो निर्णय गर्ने क्षमता खोजिरहेको छ, आफ्नो राज्य समक्ष व्यवस्थापन गर्ने क्षमता खोजिरहेको छ, आफ्नो नीति निर्णयमा आफ्नो हैसियत खोजिरहेको छ, आफ्नो पहुँच खोजिरहेको छ। त्यस कारणले नीति निर्णयमा मेरो भावनामा के कुरा छ भन्ने कुरो मलाई स्वयं व्यक्त गर्नु दिनुपर्छ। श्री कृष्ण ज्यापुले तपाईको आफ्नो मनको कुरा गर्नु सक्नुहुन्छ, तर मेरो मनको कुराहरू गर्न सक्नुहुन्न। त्यस कारणले आदिवासी जनजातिले आफ्नो मनको कुरा अनुशासन सहितको कुरा गरिरहेको छौँ, हामीले उदण्डको कुरा गरेका छैनौँ। अनुशासन सहितको कुरा हामी खोजिरहेको छौँ, अनुशासन सहितको समानता खोजिरहेको छौँ, अनुशासन सहितको वास्तवमा समावेशी खोजिरहेको छौँ, अनुशासन सहितको नै वास्तवमा लोकतन्त्र गणतन्त्र खोजिरहेको छौँ। त्यही कारणले गर्दाखेरि यो संविधान, लिखित संविधान यो राजनीतिक दस्तावेज हो, त्यो हामी सबैले बुझेका छौँ, कानुनको विद्यार्थीदेखि लिएर सर्वसाधारणले बुझेका छ। तर लिखित संविधान अपरिवर्तन हुँदैन भन्ने कुराहरू होइन, तर सोचमा परिवर्तन हुनुपर्छ। यो देशमा सबैभन्दा आदिवासी जनजातिको सोचमा, आदिवासी जनजाति प्रति हेर्ने दृष्टिकोणमा राजनीतिक पार्टीहरूको सोच परिवर्तन गर्नुपर्छ, विचारमा परिवर्तन हुनुपर्छ। समस्या कहाँ छ? देशले अहिले समस्या खोज्नुपर्छ, देशले समस्या खोज्ने हो। तर हामी आदिवासी जनजातिहरूले, मुस्लिमले, दलितले, महिलाले, पछाडिको क्षेत्रहरूले समस्या यहाँ छ, यो समस्यालाई समाधान गर्यो भने हामी आत्मसम्मान हुन्छ, हाम्रो अधिकारहरू सुनिश्चित हुन्छ भन्ने कुरा बारम्बार राज्य सरकारलाई हामीले झकझगाइरहेका छौँ। हामीले त्यो अनुसारको कुराको बारेमा बारम्बार हामीले सूचित गरेका छौँ, जानकारी गराएका छौँ। समस्या राज्यले खोज्नु पर्नेमा हामीले खोजेर देखाएका छौँ, समस्या यहाँ छ भनेर। तर राज्य समस्याको बारेमा किन गम्भीर हुँदैन? राज्य समस्याले आफैले आफ्नो दायित्व पुरा गर्नुपर्नेमा अरूले दायित्व नागरिकको एउटा सचेतको हैसियतले पुरा गरिरहेछ, तर राज्य किन आफ्नो दायित्वमा पछि परिरहेको छ? राज्य समक्ष त्यस कारण आदिवासी जनजातिहरूको यो संविधान परिवर्तन गर्नुपर्ने कुराको बारेमा बारम्बार आदिवासी जनजातिले आवाज उठाइरहेछ। परिवर्तनको छैसिकै कुरा उठाएको छन् किन? यो आफै भन्नुहुन्छ उहाँहरू, यो राजनीतिक दस्तावेज हो, अपरिवर्तन हुँदैन, परिवर्तन हुन्छ, आवश्यकता अनुसार संशोधन हुन्छ भने आदिवासी जनजातिले, मुस्लिमले, दलितले द्वन्द्व खोजेको हो र शान्ति खोजिरहेछ नि? शान्तिको निकास दिने संविधान हो। संविधानले नै दुईवटा कित्तामा वर्गलाई, जातिलाई, भाषालाई, संस्कृतिलाई, धर्मावलम्बीलाई दुईवटा कित्तामा, चारवटा कित्तामा बाँड्दियो भनेदेखि के हुन्छ? कित्ताको जसले पनि व्याख्यान गर्छ। जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या थिथि बुख मनोरञ्जन यादवु नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला संविधानमा त सबै भाषालाई चाहिँ राष्ट्रभाषा भनेर परिभाषित गरिएको छ। प्रदेशहरूमा दुई वा दुईभन्दा बढी भाषा प्रयोग गर्न सकिने भन्ने कुरा छ। त्यो हिसाबले त भाषाको हिसाबले सबैलाई चाहिँ समान त छ नि त। समानै नभएको, केही नै नभएको तपाईको आदिवासी जनजातिहरूको भाषाको संस्कृतिको लागि केही गर्न नसकिने गरियो भने दण्ड सजाय हुने त्यस्तो त छैन होला नि त? होइन, नेपालको अहिले संविधानमा 2047 सालदेखिको संविधानको कुराले, त्योभन्दा अगाडिको कुराले त्यतिखेरको पुरा एकतन्त्री शासन थियो, जानिया थियो। 47 भन्दा पनि यो ल 47 को संविधानमा दुईवटा शब्द बहुभाषिक र बहुजातीय कुरा गरेको छ। हैन, 47 को संविधानले पनि गरेको छ। अब पछाडि अहिले 63 देखिको जेत्रो जनआन्दोलन भयो, यतिका मान्छेहरू मरेका छन्, यतिका किसिमको नेपाली जनताले योगदान गरेका छन्, तर के को लागि
भन्ने कुरोको बारेमा त्यही संविधानमा अपनत्वको लागि हो, मौलिक अधिकारमा नै हाम्रो अधिकार सुनिश्चितताको लागि भनेर जो कुराहरूको बारेमा चाहिँ आन्दोलन गरेका हुन्, त्यो किसिमको धरनादेखि लिएर सारा कुराहरू मुभमेन्ट गरेका हुन्। तर त्यो संविधान 2047 संविधानबाट खारिँदै आउँदा, त्यो परिमार्जन हुँदै आउँदा अन्तरिम संविधानमा केही कुराहरू परेको थियो आदिवासी जनजातिको। तर अहिलेको 72को संविधानले त आदिवासी जनजातिहरूको भाषाको बारेमा तपाईँले भन्नुभएको कुराको भाषाको बारेमा सुनिश्चित के गर्यो त? भाषाको आधारमा राज्य, यो देशमा विविधता पनि छ भन्ने, अनि विविधताको नीति नै नल्याउने, बहुभाषिक नीति ल्याउनु पर्यो नि, बहुभाषिक नीति ल्याउनु पर्यो, बहुसांस्कृतिक नीति ल्याउनु पर्यो, बहुऐतिहासिक नीति ल्याउनु पर्यो, बहुपुरातात्विक नीति ल्याउनु पर्यो, बहुसम्पदाको संरक्षण गर्ने नीति ल्याउनु पर्यो, बहुजातीयलाई सम्बोधन गर्ने नीति ल्याउनु पर्यो। खोइ त नीति भाषा भाषालाई मान्यता नेपालमा बोलिने भाषा सबै राष्ट्रभाषा भनिएको छ, त्यतिले पुग्छ? भाषा यहाँ लोपोन्मुखमा गइरहेछ, भाषा मर्ने अवस्थामा भाषाहरू छ, सीमान्तकृत छ, लोपोन्मुख छ। मेरै भाषा तपाईँलाई म भन्छु, मेरो घरै भाषा लोपोन्मुखमा परिरहेछ, मरणसन्न अवस्थामा पुगेको भाषा हो। खोइ त त्यसको लगानी गर्ने, त्यसको संरक्षण गर्ने राज्यको नीति खोइ? कोरा यो वास्तवमा एकाङ्की पुराङ्की नाटक ढङ्गले भाषण गरेर होइन, वास्तवमा नीतिमा ल्याउनुपर्छ। नीतिको कार्यान्वयन हुने गरिकन नीति ल्याएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ। कार्यान्वयन गर्ने पक्षको नीति ल्याएर सम्बोधन गरेर एजेन्डा वाइज वास्तवमा क्याटेगोराइज गरेर त्यसको वर्गीकरण गरेर संविधानमा यसरी आदिवासी जनजातिहरूको अथवा यो देशमा राज्य शासकहरूले आदिवासी जनजाति भन्नुको लागि डर लाग्छ, कन्जुसाइ हुन्छ आदिवासी भन्नुको लागि। यो वास्तवमा विडम्बना कुराहरू छ। यदि त्यो कुरा मन लाग्दैन भनेदेखि, भन्न रुचि हुँदैन भनेदेखि वास्तवमा नागरिकभित्र को छ त आइडेन्टिफाई गर्नु पर्यो। यो देश विविधताभित्र को छ त? विविधता छ, यहाँ पृथक पृथक जातिहरू छ, पृथक पृथक भाषा छ, पृथक पृथक संस्कृति छ, पृथक पृथक इतिहास छ। खोइ सम्बोधन हुने, केले सम्बोधन हुने? त्यति संविधानमा त्यति वाक्य लेख्दाखेरि संसद सम्बोधन हुन्छ? हुन सक्दैन। त्यस कारणले गर्दाखेरि नीतिगत रूपमा हुने गरिकन संविधानमा संशोधन गरेर नीतिगत रूपमा के बनाउँदा जनतालाई सार्वभौम बनाउन सकिन्छ, जनताको स्वाभिमानी, जनतालाई आत्मसम्मान हुने काम गर्न सकिन्छ, संविधानमा के कुराहरू संशोधन गरेर ल्यायो भनेदेखि आदिवासी जनजातिको, महिलाको, दलितको, मुस्लिमको, क्षेत्रको, जुनसुकैको पनि सम्बोधन हुन सक्छ भन्ने कुरा सोचमा मैले भने, म बारम्बार दोहोऱ्याएर भन्छु, सबैभन्दा मानसिक सोचमा परिवर्तन हुनुपर्छ, सकारात्मक सोच हुनुपर्छ, सकारात्मक सोच ल्याउनुपर्छ। आदिवासी जनजातिभित्र आदिवासी जनजातिलाई हेर्ने दृष्टिकोण वास्तवमा राजनीतिक पार्टीहरूको सोचमा परिवर्तन ल्याउनै पर्छ, आउनै पर्छ। जबसम्म आउँदैन तबसम्म द्वन्द्व हुन्छ। राजनीतिक पार्टीको नेतृत्वमा जबसम्म सोचमा परिवर्तन आउँदैन, आदिवासीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदैन, तबसम्म यो देशमा शान्ति हुँदैन। शान्ति हुने त्यो किसिमको लक्ष्य नै हुँदैन। त्यस कारणले आफ्नो माग पुरा गर्नको लागि, आफ्नो माग सम्बोधन गर्नको लागि जहिलेसुकै पनि आदिवासी जनजातिहरूले र पिछडिएका क्षेत्र, अन्यायमा परेका, अत्याचारमा परेका, बहिष्करणमा परेका, जो विभेदमा परेका व्यक्तिले, समुदायले, जातिले, भाषाले, धर्मले आफ्नो आवाज उठाउन पाउने कि नपाउने। त्यही कारणले मैले अघि भने स्वतन्त्रता र समानताको कुराको बारेमा मुखले मात्रै भएर हुँदैन, व्यवहारमा कार्यान्वयन गरेको नीति ल्याउनुपर्छ। अहिले 31वटा मौलिक अधिकारका कुराहरूको कार्यान्वयनमा गर्नुपर्ने कुराहरू छ, संविधानले तोकेको कुराहरू छ। तोकेको कुराको बारेमा 16वटा भर्खर विधेयकहरू पारित गरेछ। कतिपय संविधानविदहरूले भनेका छन् हामीले त त्यहाँका भित्र सांसदहरूले नै हामीले त वास्तवमा पढ्नै नपाइकन यो पारित भएको छ विधेयक, मौलिक अधिकारको विधेयक हो। त्यस्तो पनि हुन्छ मौलिक अधिकारको विधेयक पारित गर्ने? त्यस कारणले गर्दाखेरि राजनीतिक पार्टीको नेतृत्वमा बस्ने नेतृत्वहरूले वास्तवमा एकाङ्की गर्नु भएन। यो एकाङ्की र पुराङ्की धेरै सुनिसके, भाषण धेरै सुनिसके मान्छेले, वास्तवमा भाषण सुन्दा सुन्दा वाक्क दिक्क भइसक्यो। नेपाली जनता अब कोही पनि लाटो छैन, सबैले बुझ्छ। तपाईँ एउटा गाउँको कुनामा जानुभयो भने पनि वास्तवमा नेपाली जनताले नेताहरूले के गर्दैछन् भन्ने कुरोको बारेमा राम्ररी बुझेछ। अब यो चाहिँ यो 46 सालभन्दा अगाडिको नेपाली जनता होइन,
अब लोकतन्त्र गणतन्त्रको अभ्यास गर्नको लागि दत्तचित्त भएर चिन्तन मननको लागि अगाडि बढेको नेपाली जनताहरू छ। त्यो भएको कारणले गर्दाखेरि यो ढाँट्ने काम सबैभन्दा यो ढाँट्ने काम र यो एकाङ्की गर्ने काम चाहिँ वास्तवमा राजनीतिक नेताहरूले छोड्नुपर्छ। सोच वास्तवमा आदिवासी जनजातिलाई सकारात्मक ढङ्गले हेर्ने, सकारात्मक विभेदका कुराहरू भन्छ नि, सकारात्मक विभेदका कुरा गर्नको लागि पनि त सकारात्मक सोच हुनु पर्यो नि। भित्र मनमा चाहिँ एकदमै कलुषित भन्छ कानुनमा कलुषित भावना छ, कलुषित भावना भएर वास्तवमा सकारात्मक सोचको सन्देश जान प्रभाव हुँदैन। अब यो संविधानको कुरा गर्दाखेरि के संविधानै काम नलाग्ने तपाईँको दृष्टिकोणमा? अब संशोधन गरेर पनि नपुग्ने भन्नु खोज्नुभएको कि संशोधन यो चिज गर्यो भने संविधान अझ उत्कृष्ट संविधान बन्न सक्छ भन्नुहुन्छ कि के भन्नुहुन्छ? संविधान जारी भइसक्यो, 3 वर्ष भइसक्यो। संविधान कार्यान्वयनको दुईटा पक्षहरू थिए, ती दुईवटा पक्ष, तीनवटा पक्ष, निर्वाचन, स्थानीय निर्वाचन, प्रदेशको निर्वाचन र सङ्घको निर्वाचन हुनुपर्ने थियो। त्यो कुरा भएको छ। अब मौलिक अधिकारका कुराहरूको बारेमा पनि कानुनहरू बन्दैछ। मात्रै आदिवासी जनजातिको सरकारको कुरा के हो भनेदेखि संविधानमा संशोधन गरेर आदिवासीको मागलाई सम्बोधन गर्नुपर्छ। पहिलो कुरा यो संविधानलाई नै सबै गर्नुपर्छ भन्ने कुरा होइन। संविधानमा जोसँग प्रतिकूल हुने, जुन जाति, भाषा, धर्म, वर्गमा जुन कुराको बारेमा विभेदका कुराहरू छ ती कुराहरूलाई संशोधन गर्ने भन्ने माग गरे हामीले। त्यो त संशोधन हुनुपर्छ भन्ने कुराहरू हो। संविधान काम लाग्दैन भन्ने कुरो देशलाई शून्य स्थितिमा पुर्याउन खोजेको होइन, आदिवासी जनजातिको त्यो माग होइन। तर त्यो यो संविधानमा आदिवासी जनजातिको हक अधिकारहरू सम्बोधन हुनुपर्छ भन्ने कुरा हो। यो संविधानमा आदिवासी जनजातिको अधिकार उल्लेख भएको छैन तपाईँको भनाइ? आदिवासी जनजातिको अधिकार जो माग गरेको छ त्यसरी सम्बोधन भएको छैन। जसरी माग गरेको छ, जसरी सम्बोधन हुनुपर्ने त्यो कुरा छैन। आदिवासी जनजाति किन छैन त भन्दाखेरि आदिवासी जनजातिको पहिचान सहितको आत्मसम्मान हुने गरिकन हक अधिकार सुनिश्चित गरेको छ। निर्देशिक सिद्धान्तमा लगाएर राखेको छ। निर्देशिक सिद्धान्त कस्तो सिद्धान्त हो? त्यहाँ लेखिएको कुरा हुन्छ तर अदालतमा त्यसको बारेमा प्रश्न उठाउन पाइँदैन, उजुर गर्न पाइँदैन। त्यस्तो सिद्धान्तमा लगाएर राखेको छ। हेर्दाखेरि आत्मसम्मान छ, नीतिमा छ राखेको छ, निर्देशिक सिद्धान्तमा लगाएर राखेको छ। यसो हेर्दाखेरि त्यसपछि विश्वको संविधान आदिवासी जनजातिले यसो बाहिरतिर देख्दाखेरि त्यो तलको धारामा त्यसपछि लेखिएका कुरा नभइकन माथि संविधान निर्देशिक सिद्धान्त पढ्ने भने सब कुराहरू छ। आदिवासी जनजातिको परम्परा, ज्ञान, सिप, सारा कुराहरूको बारेमा, परम्परागत पद्धतिका कुराहरूको बारेमा सबै कुरा लेखेको छ। त्यो नीतिगत कुरामा राखेको कुरा मौलिक अधिकारमा राख्नुपर्छ भन्ने कुरा हो। कहिले पनि त्यो नीतिगत कुरामा राखेको कुरा कहिले लागू हुने? जबकि त्यो कुरोको बारेमा भएन है भन्नुको लागि त्यसपछि अदालतमा प्रश्न उठाउनै पाइँदैन। कार्यान्वयन भएन है भन्ने कुराको बारेमा, कार्यान्वयन भयो भएन भन्ने कुराको बारेमा प्रश्न उठाउन नपाउने किसिमको संविधानमा देखाएर के गर्नु? त्यही कारण आदिवासी जनजातिहरूले चाहेको के हो भनेदेखि पहिचान खोजेको कुरा हो, आफ्नो स्वाभिमान खोजेको हो, भूमि तथा प्राकृतिक स्रोत साधनमा उसको विकास सम्बन्धीको कुराको बारेमा उसले व्यवस्थापन गर्ने कुरा खोजेको हो, प्रथा एवं प्रथाजनित कानुनहरूमा उसको पनि सम्बोधन होस् भन्ने कुरा खोजेको हो। उसको आत्मसम्मान कसरी हुन्छ त? आत्मसम्मान हुने किसिमको कुराहरू गर्नु पर्यो। इतिहासको कुराको बारेमा एउटा इतिहास यहाँ काठमाडौँमा बसेको इतिहास लेखेर इतिहासहरू सत्य तथ्य गराउँछ। कुन जातिको, कुन भाषाको, कुन धर्मको के बारेमा इतिहास लेख्नु पर्यो, रिसर्च गर्नु पर्यो अथवा अनुसन्धान गर्नु पर्यो, अन्वेषण गर्नु पर्यो, खोज गर्नु पर्यो, त्यसको बारेमा पहिचान गर्नु पर्यो भने जो जाति जहाँ छ त्यो जातिकोमा गएर पहिचान गर्नुपर्छ, त्यो जातिकोमा खोज्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, अनि मात्रै सम्बोधन हुन्छ। अनि त्यो ल्याएका कुरालाई कसरी संविधानको खाकाहरूमा संविधान बनाउँदाखेरि आदिवासी जनजातिसँग परामर्श गरेको छ, आदिवासी जनजातिको सङ्घ संस्थालाई सम्बोधन गरेको छ, आदिवासी जनजातिहरूसँगको प्रतिनिधिहरू भनेर सम्बोधन गरेको छ, आदिवासी जनजातिहरूसँग आत्मनिर्णयको अधिकारको बारेमा छलफल भएको छ, परामर्श गरेको छ, सहभागिता छ। आदिवासीको सन्दर्भमा आदिवासी नमुनाको संविधान बनाएको छु भनेर कुरा गरेको छ, परामर्श गरेको छ। 2 पटक 3 पटक हामीले संविधानको बारेमा सार्वजनिक रूपमा चाहिँ सुझाव सल्लाह देऊ भनेर चाहिँ हामीले भनेको छौँ भनेर राजनीतिक पार्टीका नेताहरूले भने आदिवासी जनजातिको कुन चाहिँ सङ्घ संस्थाहरूमा
छलफल गरेको छ। यसको अर्थ चाहिँ यो संविधान निर्माण गर्नुको लागि पनि आदिवासी जनजातिको आधिकारिक रूपमा सहभागिता छैन भन्न खोज्नुभयो। आदिवासी जनजातिहरूको वास्तवमा भन्नुहुन्छ भने अर्थपूर्ण सहभागिता छैन। आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता के हो भन्नुहुन्छ भने 2वटा कानुनले त्यसलाई सम्बोधन गरेको छ। किनभने त्यो 2वटा कानुन अन्तर्राष्ट्रिय कानुनलाई नेपाल पक्ष राष्ट्र भएर आफूले अनुमोदन गरेको छ, सम्बोधन गरेको छ। त सम्बोधन गरिसकेपछि आफू पक्ष राष्ट्र भइसके पछाडि हस्ताक्षर गरिसके पछाडि वाचा कबल गरिसके पछाडि त्यसमा वाचा कबल गरेको आफूले दस्तखत गरेको कुरोको बारेमा कार्यान्वयन गर्नुपर्छ पर्दैन। त्यहाँ आदिवासी जनजातिहरूको सन्दर्भको कुरा गरेछ। आदिवासीको पहिचानका कुराहरू, स्वपहिचानका कुराहरू, आत्मनिर्णयका कुराहरू, भूमि तथा प्राकृतिक स्रोत साधनका कुराहरूको बारेमा रहेछ। आदिवासीहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्रको धारा तपाईँलाई कोट गरेर म भन्छु, धारा 3, 4 को अनि 18 र 19 मा धारा 3, 4 मा आत्मनिर्णयको अधिकारको कुराहरू गरेछ। धारा 18 र 19 मा आदिवासी जनजातिको आफ्नै प्रतिनिधिमूलक संस्था हुन्छ है, आफ्नै किसिमको परम्परागत प्रतिनिधिमूलक संस्था हुन्छ। त्यही 2 प्रतिनिधिमूलक संस्था र परम्परागत संस्थाहरू मार्फत उनीहरूसँग अर्थपूर्ण सहभागी गरेर प्रतिनिधित्व गराएर परामर्श गर्नुपर्छ। त्यो मात्रै अर्थपूर्ण हुन्छ भन्छ। समुदायमा आधारित भन्छ, व्यक्तिमा होइन। त्यो गरेको छैन, त्यही कारणले चाहिँ यो समस्या सृजना भयो भन्ने तपाईँको भन्दाखेरि अब संविधानमा संशोधन गर्न सकिन्छ, सम्बोधन गर्ने गरी संशोधन भयो भने राम्रो हुन्छ। अहिलेको यथास्थितिको होइन कि यसमा सम्बोधन गर्ने गरी संशोधन गर्नुपर्छ, आदिवासी जनजातिको भावनाअनुसार सम्बोधन गर्नुपर्छ भन्ने तपाईँको थम्मै। आदिवासी जनजातिहरूको अब संविधान संशोधन हुँदाखेरि पनि फेरि पुरातन सोचले होइन, त्यही पहिलाको परम्परागत पद्धतिले होइन, अन्तर्राष्ट्रिय कानुन ILO 169 र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र घोषणापत्र, जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि, महासन्धिको कुराहरू, त्यस पछाडि नागरिक तथा राजनीतिक अधिकार सम्बन्धीको अनुबन्धहरू, सांस्कृतिक तथा आर्थिक सम्बन्धी अनुबन्धहरूमा लेखिएका, त्यसले निर्देशन गरेका कुराहरूमा आधारित आदिवासी जनजातिहरूसँग उचित किसिमको परामर्श, सहभागिता, छलफल, अर्थपूर्ण त्यसको परिणाम निस्किने गरिकन आदिवासी जनजातिहरूसँग अपनत्व लिने किसिमको छलफल गरेर त्यही अनुसारको आदिवासीले संशोधन हुने गरिकन संविधानमा आयो भनेदेखि आदिवासीले अपनत्व लिन सक्छ। तपाईँ यहाँसम्म आइदिनुभयो र संविधानको विषयमा यति धेरै कुरा भन्नुभयो, यसको लागि धन्यवाद। फेरि भेटौँला। नमस्कार। जोजलप्पा। यहाँलाई पनि धेरै धेरै नमस्कार, शिवाख्याङ भन्न चाहन्छु। मलाई तपाईँको मिडिया मार्फत मेरो कुराहरू भन्ने मौका दिनुभयो। यो संविधान आज आदिवासी जनजातिहरूले बाहिर संविधानको बारेमा विरोध पनि गरिरहेका छन् र त्यो किसिमको बारेमा अपनत्व नलिरहेका छन् र यो कुराको बारेमा मलाई भन्ने मौका दिनुभयो मेरो संस्थालाई र मेरो व्यक्तिगत तर्फबाट र मेरो 2वटा संस्था लाहुर्निप नेपालका आदिवासीहरूको मानवाधिकार सम्बन्धी वकिल समूह लाहुर्निपको तर्फबाट र लिलफङ घले समाजको तर्फबाट पनि यहाँलाई र यहाँको मिडियालाई धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा खया खिची बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला